कहाँको गामी क्षेत्र नम्बर 1 हो हामी कन्याम जाँदैछौँ शान्ति गाउँपालिकाको चिया बगानमा छौँ हामी आफिन चोक अहिले हामी एकदमै भाइरल भएको सिरिजको रूपको छेउमा पनि छौँ एकदमै साथीहरू यता यता हेर्नु होला एकदम राम्रो दृश्य छ तपाईँहरू पनि जहाँ भए पनि झापा आउनुपर्छ है झापा पनि घुम्ने ठाउँ छ अरे तल यसो कङ्क्रिट त्यही त देखेको थिएँ अझै गर्मी मात्रै हो यतिको जाडोमा त हुँदैन हामी कन्यामा आइसक्यो बनाउनु पर्दैन थियो अघि के भनेर So guys, we successfully landed on Konyam. हामी आइपुग्यौँ यहाँनिर यस्तो के भन्छ ज्यानको आज लेखा पौडेलले सुरुचोटि माथिबाट ल्याउनु भएको सो अलिकति अप्ठ्यारो नै भएको थियो हामी झन्डै 360 डिग्री यस्तो खेलेर आएको तर अप्ठ्यारो भन्दा नि एकचोटि एउटा ठाउँमा मात्रै भयो त्यस्तो धेरै पनि होइन सजिलै थियो मलाई त त्यो ध्यानमै हालेको थिएन तर मैले आज थाहा पाएँ कि कति धेरै एउटा उत्यो रहेछ के अरे के भन्छ आउँदैन सो गाइज हामी झापादेखि इलाम चिया खान आएको मर्निङ वक चिया खाएको मात्रै अब हामी खबर guys cheers guys हामी अब थुक्पा खान जाँदैछौँ किनभने हामी कन्यामाको त्यही गर्न गयो मैले सुरुमा हामी चिया खाने भनेर मेन्टालिटी ल्याएको थियौँ तर हामीले एक्कासी याद आयो यहाँनिर त थुक्पा पनि पाउँछ भनेर सो हामी जाँदैछौँ थुक्पा खान तर यहाँनिर एकदमै चिसो छ अनि हामी फेसन देखाउँदै आयौँ सो कक्रिरहेको मैले हामीले यति धेरै फोटो पनि खिच्यौँ सुजिस्नाले यता 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 राखिदिन्छ फोटो अनि टिकाको फास्टेस्ट ब्लग चाहिँ मैले एडिट गरेर मात्रै आउँछ भरेको भरे माई एडिटर मोनिटाइज भएको छैन अलिक भएपछि यसो जान्न म तर मलाई कस्तो यहाँ आएर के फिल आयो भने त्यो त हेर्दै पनि हजुर पुर्वै रमाइलो त्यो त हो ट्रु रमाइलो होला मेरो दिमाग चल्यो गाइज मेरो सङ्गतले स्कुलमा अरू त्यस्तै हो अब होइन अरू कुरा त्यस्तै हो अब हामीहरूको चाहिँ यो लास्ट भ्लग हुन्छ होला होइन चुनावको दिन पनि बनाउनु पर्छ होला है ए भोट हालेको सुरु चाहिँ भोट हालेको फर्स्ट टाइम एक्सपिरियन्स गर्दै सो हाम्रो यो चाहिँ एकदम झापाइकन धमाधम घुमाइ चलिरहेछ 2 दिन त धमाधम त्यही त अस्तिको दिन आएको हिजो घुमाएछ आज घुमाएछ म बिना बिचरा कस्तो निसा सेकिरहेछ म गएको थिएँ गाइज धेरै बोल्दै थिएँ होइन मैले यसलाई त्यो यस्तो पिन्जराबाट निकालिदिएको हामी अघि यहाँ फोटो खिचेको थियौँ अब हामी त्यो भिडियो चाहिँ बनाएर आउँछ र त्यो फोटो पनि यहाँनिर यस्तो यस्तो यहाँ आउँछ यति त्यो फिट चेक टिकाको फिट चेक फेरिको फेरि गर बाबा के भन्नुभएको This is typical Japali thuppa. So हामी खाएर आएपछि चाहिँ पानी पर्दैछ सिमसिम अनि अब मलाई केही न केही किन्नु छ तर हिजो अगाडि गयो पर्खाउनु पर्यो अब
एकपल्ट अलिअलि त्यसमा के टुक्टुक्दाखेरि साह्रो हुने थियो र थिएन किन जिउमा काटेको जस्तो फिल आइरहेको अम्मा काको हात घर गर खाएको जिउमा काट्को त्यति त खाएको सुस आलु खाइस अनि थुक्पा खाने मिठो त थियो काठमाडौँ भन्दा मिठो त्यो सन्दर्भ भन्दा कता मिठो तर पढेर त्यो सेटा जता हेरे पनि हजुर पूर्वै रमाइलो